नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले दुई चोरहरू र तिनका छोराहरूका साहसिक कथा लिएर आएको छु। आशा छ आजका कथाहरू तपाईलाई मन पर्नेछन्। कुनै समयको कुरा हो, एउटा गाउँमा दुईजना चोरहरू बस्थे, जसले चोरी गरेर आफ्नो जीविका चलाउँथे। तिनीहरू प्रसिद्ध चोरहरू भएकाले गाउँमा भएका हरेक चोरी तिनीहरूले गरे वा नगरेको सबै तिनीहरूकै नाममा लाग्थ्यो। यसैले तिनीहरूले गाउँ छोड्ने निर्णय गरे र इमानदार परिश्रम गरेर आफ्नो जीविका चलाउने संकल्प गरेर नजिकैको शहरमा काम खोज्न गए। दुवैजनालाई एकजना खरधनीले काममा राखे। एकजनालाई गाई चराउने र अर्कोलाई चम्पक बोटमा पानी हाल्ने काम दिइयो। जेठो चोरले बिहान सबेरै बोटमा पानी हाल्न थाल्यो। उसलाई भनिएको थियो कि बोटको फेदमा पानी जम्मा नभएसम्म पानी हालिरहनु भनेर। त्यसैले ऊ बाल्टिनका बाल्टिन पानी हालिरह्यो, तर कुनै पनि फाइदा भएन। बोटको फेदमा पानी हाल्ने बित्तिकै तिर्खाएको जमिनले तुरुन्तै सोसेर लियो। दिउँसो ढल्किसकेपछि मात्र पानी तान्दा तान्दा थकित भएको चोर जमिनमा पल्टियो र निदायो। कान्छो चोरको अवस्था पनि यसभन्दा राम्रो थिएन। जुन गाई उसले चराउनु पर्ने थियो त्यो पूरै देशकै सबैभन्दा खतरनाक गाई थियो। गाउँ बाहिर चढ्न लैजाँदा यो पुच्छर ठाडो पारेर धेरै टाढा भाग्थ्यो। यो एक धानबारीबाट अर्को धानबारीमा दौडन्थ्यो, धान खान्थ्यो र कुल्चन्थ्यो। यो उखुको खेतमा पनि पस्थ्यो र मिठो उखु नष्ट गर्थ्यो। यी सबै क्षति र आक्रमणका लागि गोठालोलाई खेतका मालिकले राम्रोसँग गाली गर्थ्यो। गाई पछ्याउँदै एक खेतबाट अर्को खेतमा, एक पोखरीबाट अर्को पोखरीमा दौडिन पर्यो। खेतका मालिकहरूले उसलाई मात्र होइन, उसका 14औं पुस्तासम्मका पुर्खाहरूलाई पनि गाली गरे, जसका खेतमा धान नष्ट भएको थियो। कान्छो चोरको पनि दिनभर दुःखद अनुभव भयो। धेरै परिश्रमपछि साँझ ढल्कने बेलामा मात्र ऊ गाईलाई समात्न सफल भयो र आफ्नो मालिकको घरमा फर्कियो। जेठो चोर भर्खरै निन्द्राबाट म्युजिएको थियो जब उसले कान्छो चोरलाई गाई लिएर आइरहेको देख्यो। त्यसपछि जेठोले कान्छोलाई भन्यो, भाइ, तिमी खेतबाट फर्कन किन यति ढिला गर्यौ? कान्छो, के भन्नु दाइ, म गाईलाई मैदानको त्यो भागमा लगे जहाँ एउटा पोखरी थियो, जसको नजिकै एउटा ठूलो रुख छ। मैले गाईलाई छोडिदिए र यो बिना कुनै समस्या घाँस चढ्न थाल्यो। मैले आफ्नो गम्छा रुखमुनि घाँसमा बिछ्याए। त्यहाँ यस्तो मिठो हावा चलिरहेको थियो कि म चाँडै निदाए र साँझ ढल्किएपछि मात्र बिउजिए। जब म बिउजिए, मैले मेरो राम्रो गाईलाई केही पाइला टाढा सन्तुष्ट भएर चरिरहेको देखेँ। तर तिम्रो अवस्था कस्तो रह्यो दाइ? जेठो, ओहो, मेरो कुरा के गर्ने हो, मेरो त धेरै रमाइलो दिन बित्यो। मैले बोटमा एक बाल्टिन मात्र पानी हाले र त्यसको वरिपरि धेरै पानी जम्यो। त्यसैले मेरो काम सकियो र मेरो लागि पुरै दिन खाली थियो। म जमिनमा पल्टिएँ, यो नयाँ जीवन शैलीको आनन्दमा ध्यान गरेँ, सिट्टी बजाएँ, गीत गाएँ र अन्तमा निधाएँ र म अहिले मात्रै उठेको हुँ। यो कुराकानी सकिएपछि जेठो चोरले कान्छो चोरले भनेको कुरा सत्य हो भनेर विश्वास गर्दै सोच्यो कि गाई चराउनु बोटमा पानी हाल्नुभन्दा आरामदायक छ र कान्छो चोरले पनि त्यही कारणले बोटमा पानी हाल्नु गाई चराउनुभन्दा आरामदायक छ भनेर सोच्यो। दुवैले आफ्नो काम आपसमा साट्ने निर्णय गरे। जेठो, हो भाइ, मलाई गाई चराउने इच्छा छ। भोलि तिमी मेरो काम ल्याऊ र म तिम्रो। तिमीलाई कुनै आपत्ति छ? कान्छो, अलिकति पनि छैन दाइ, म तिम्रो काम लिन खुसी हुनेछु र तिमी मेरो काम लिन स्वागत छ। तर मलाई तिमीलाई एउटा सल्लाह दिन देऊ। मैले दिनभर नाङ्गो जमिनमा सुत्दा अलिकति असुविधा महसुस गरे। यदि तिमी खाट लिएर गयौ भने तिम्रो धेरै रमाइलो समय बित्नेछ। भोलिपल्ट बिहान सबैले जेठो चोर गाई लिएर खेतमा गयो। आफ्नो सुविधाका लागि खाट लैजान बिर्सेन र कान्छो चोरले बोटमा पानी हाल्न थाल्यो। कान्छोले सोचेको थियो कि एक बाल्टिन वा बढीमा 2 बाल्टिन पानीले पुग्छ। तर जब उसले पत्ता लगाए कि 100 बाल्टिन पानी पनि बोटको जरा वरिपरिको जमिन भिजाउन पर्याप्त थिएन, ऊ आश्चर्यचकित भयो। ऊ पानी तान्दा तान्दा थाकिसकेको थियो। घाम झण्डै डुब्न लागिसकेको थियो, तर अझै उसको काम सकिएको थिएन। अन्तमा उसले पूर्ण थकानका कारण काम छोडिदियो। खेतमा भएको जेठो चोरको अवस्था पनि यसभन्दा राम्रो थिएन। उसले गाईलाई कान्छो चोरले भनेको पोखरीको छेउमा लाग्यो, आफ्नो खाट नजिकैको ठूलो पोखरी छेउमा राख्यो र त्यसपछि गाईलाई छोडिदियो। गाई छोड्ने बित्तिकै यो मैदानमा उफ्रिन थाल्यो, बार र खाडलहरू उफ्रँदै।
धान बारीहरूमा दौडदै र उखुको खेत नष्ट गर्दै जेठो चोर धेरै चिन्तित भयो। उसले दिनभर दौड्नु पर्यो र जसका खेतमा अतिक्रमण भएको थियो ती मानिसहरूबाट अपमानित हुनु पर्यो। तर सबैभन्दा नराम्रो कुरा यो थियो कि जेठो चोरले खाट टाउकोमा बोकेर मैदानभर दौडन पर्यो, किनकि ऊ यसलाई कतै राख्न सक्दैन थियो कि कसैले लैजान सक्छ भनेर ऊ डराएको थियो। जब मैदानमा भएका अन्य गोठालाहरूले जेठो चोरलाई खाट टाउकोमा बोकेर गाई पछ्याउँदै हाँफ्दै गरिरहेको देखे तिनीहरूले ताली बजाए र ठट्टा गर्दै चिच्याए। भोक र रिसले भरिएको बिचरो उसले आफूले गरेको साटफेरमा कडा पश्चाताप गर्यो। असीमित कष्ट र अन्य गोठालाहरूको सहयोगमा अन्तमा ऊ त्यो अनमोल गाईलाई समात्न सफल भयो र गाउँका बत्तीहरू बलिसकेपछि धेरै ढिलो घर पुग्यो। जब दुई चोरहरू आफ्नो मालिकको घरमा भेटे तिनीहरूले एक शब्द पनि नबोली एकअर्कालाई हेर्दै हाँसे। आफ्नो खाना खाइसकेपछि तिनीहरू आराम गर्न पल्टिए जब यस्तो कुराकानी भयो। कान्छो, हो तिम्रो अवस्था कस्तो रह्यो दाइ? तिम्रै जस्तो र सायद केही मात्रामा राम्रो। कान्छो, मेरो विचारमा हाम्रो पहिलेको चोरीको पेशा यस किसिमको इमान्दार परिश्रम भन्दा अति नै उत्तम थियो। जेठो, यसमा केही शंका छैन, तर देवताहरूको कसम मैले यो गाई जस्तो गाई कहिले देखेकै छैन। खतरनाकको हिसाबले यस्तो गाई संसारमा दोस्रो छैन। कान्छो, खतरनाक गाई दुर्लभ कुरा होइन। मैले केही गाईहरू यस्तै खतरनाक देखेको छु, तर के तिमीले कहिले यो चम्पक बोट जस्तो बोट देखेका छौ जसमा तिमीलाई पानी हाल्न भनिएको थियो? मलाई आश्चर्य लाग्छ कि यसको वरिपरि हालिने सबै पानी कहाँ जान्छ होला? के यसको जरामुनि कुनै पोखरी छ? जेठो, मलाई यसको वरिपरि खनेर हेर्न मन छ र थपाउनु मन छ कि यसको मुनि के छ। कान्छो, हामीले यो रात यो काम गर्नुपर्छ जब घरको मालिक र उसकी श्रीमती सुतिरहेका हुन्छन्। मध्यरातमा दुई चोरले कोदालो र बेल्चा लिएर बोटको वरिपरि खन्न थाले। धेरै खनेपछि कान्छो चोरले केही कडा चिजमा ठोक्कर खायो जसमा बेल्चाले हान्यो। दुवैको जिज्ञासा जाग्यो। कान्छो चोरले देख्यो कि यो कुनै ठूलो खैँटो थियो। उसले त्यसमा हात हाल्यो र पत्ता लगायो कि यो सुनको मोहरहरूले भरिएको थियो र उसले जेठो चोरलाई भन्यो, यो त केही पनि होइन रहेछ, यो त एउटा ठूलो ढुङ्गा मात्र रहेछ। जेठो चोरले शंका गर्यो कि यो अरू केही हो, तर उसले आफ्नो शंका प्रकट गर्न होशियार रह्यो। दुवैले केही नभेटेको भनेर खन्नु छोड्ने सहमति गरे र सुत्न गए। एक दुई घण्टापछि जब जेठो चोरले कान्छो चोर सुतिरहेको देख्यो, ऊ चुपचाप उठ्यो र खनिएको ठाउँमा गयो। उसले सुनका मोहरहरूले भरिएको खैँटो देख्यो। त्यसको नजिकै अलिकति खन्दा उसले अर्को खैँटो पनि भेट्टायो जुन पनि सुनका मोहरहरूले भरिएका थिए। खजना भेट्टाएर अत्यन्तै खुसी भएर उसले यसलाई सुरक्षित गर्ने निर्णय गर्यो। उसले दुवै खैँटोहरू उठायो, नजिकैको पोखरीमा गयो जहाँ बोटको लागि पानी तानिन्थ्यो र तिनीहरूलाई यसको किनारको माटोमा गाड्यो। त्यसपछि ऊ घर फर्कियो र चुपचाप कान्छो चोरको छेउमा पल्टियो जो त्यति बेला गहिरो निन्द्रामा थियो। कान्छो चोर जसले पहिले सुनका मोहरहरूको खैँटो भेट्टाएको थियो अब बिउजियो र चुपचाप ओछ्यानबाट निस्किएर आफूले देखेको खजना सुरक्षित गर्न गयो। त्यो ठाउँमा पुगेपछि उसले कुनै खैँटो देखेन। त्यसैले उसले स्वाभाविक रूपमा सोच्यो कि उसको साथी जेठो चोरले यसलाई कतै लुकाएको होला। ऊ आफ्नो सुतिरहेको साथी कहाँ गयो र उसको शरीरमा कुनै चिन्हबाट खजना कहाँ लुकाएको छ भनेर पत्ता लगाउने उद्देश्यले खोज तलास गर्यो। उसले आफ्नो साथीको शरीरलाई जाँच गर्यो र उसको खुट्टा र खुनाको नजिकै माटो देख्यो। उसले तुरुन्तै निष्कर्ष निकाल्यो कि खजना पोखरीको कतै लुकाएको हुनुपर्छ, तर पोखरीको कुन भागमा, कुन किनारमा? उसको चतुरताले यहाँ पनि साथ दिएन। ऊ पोखरीको चारैतिर किनारमा वरिपरि हिँड्यो। जब ऊ 3 किनारा हिँड्यो त्यहाँका भ्यागुताहरू पानीमा हामफाले, तर चौथो किनारबाट कुनै भ्यागुता हामफालेन। त्यसैले उसले निष्कर्ष निकाल्यो कि खजना चौथो किनारमा गाडिएको हुनुपर्छ। केही बेरमा उसले सुनका मोहरहरूले भरिएका 2 घैँटाहरू भेट्टायो। उसले तिनीहरूलाई उठायो र गोठमा गएर आफूले चराएको खतरनाक गाई बाहिर निकाल्यो र 2 घैँटोहरू त्यसको पिठ्यूमा राख्यो। उसले घर छोड्यो र आफ्नो गाउँतिर लाग्यो। जब जेठो चोर कुखुरा बाँच्ने बेलामा निन्द्राबाट उठ्यो, ऊ आफ्नो साथीलाई आफ्नो छेउमा नभेटेपछि अचम्मित भयो। ऊ हतारमा पोखरीमा पुग्यो र घैँटाहरू त्यहाँ नभएको पत्ता लगायो। ऊ गोठमा गयो र खतरनाक गाई देखेन। उसले तुरुन्तै निष्कर्ष निकाल्यो कि कान्छो चोर खजना गाईको पिठ्यूमा राखेर भागेको हुनुपर्छ र ऊ कहाँ जान सोचेको होला। ऊ आफ्नो गाउँतर्फ जाँदै होला।
यो तर्क उसको दिमागमा आउने बित्तिकै उसले तुरुन्तै निस्केर कान्छो चोरलाई उछिन्ने निर्णय गर्यो। जब ऊ शहरबाट निस्कियो उसले आफूसँग भएको सबै पैसा सुनको फितासहितको एक जोडी महँगो जुत्ता किन्न लगायो। ऊ धेरै छिटो हिँड्यो, सार्वजनिक बाटो त्यागेर छोटो बाटो लियो। उसले कान्छो चोरलाई आफ्नो गाईसँग बिस्तारै हिँडिरहेको देख्यो। ऊ राजमार्ग भन्दा करिब 200 गज अघि गयो र बाटोमा एउटा जुत्ता फ्याँक्यो र अर्को 200 गज हिँड्यो र अर्को जुत्ता एउटा ठाउँमा फ्याँक्यो जसको नजिकै एउटा ठूलो रुख थियो। त्यो रुखको बाक्लो पातहरूमा ऊ आफै लुक्यो। कान्छो चोर सार्वजनिक बाटो आउँदै पहिलो जुत्ता देख्यो र भन्यो, कस्ता सुन्दर जुत्ता हो यो सुनको फित्ताको छ। अहिले म धनी भएको अवस्थामा यो मलाई उपयुक्त हुन्थ्यो, तर एउटा जुत्ताले के गर्नु। त्यसैले ऊ अगाडि बढ्यो। केही बेरमा ऊ त्यो ठाउँमा पुग्यो जहाँ अर्को जुत्ता फालिएको थियो। कान्छो चोरले मनमा नै भन्यो, आहा, यहाँ अर्को जुत्ता रहेछ। म कस्तो मूर्ख थिएँ, मैले पहिले देखेको जुत्ता उठाइन, तर अझै ढिलो भएको छैन। म गाईलाई यो रुखमा बाँध्नेछु र अर्को जुत्ताको लागि जानेछु। उसले गाईलाई रुखमा बाँध्यो र दोस्रो जुत्ता उठाएर पहिलो जुत्ताको लागि गयो, जुन करिब 200 गज टाढा थियो। यसै बीचमा जेठो चोर रुखबाट तल ओर्लियो, गाई खोलिदियो र आफ्नो गाउँतर्फ लाग्यो। कान्छो चोर रुखमा फर्केपछि गाई नभएको पत्ता लगायो। उसले पक्कै निष्कर्ष निकाल्यो कि यो जेठोले चोरेको हुन सक्छ। ऊ आफ्नो खुट्टाले जति सक्दो छिटो हिँड्यो र जेठो चोर गाई लिएर आउनुभन्दा धेरै अगाडि आफ्नो गाउँ पुग्यो। ऊ जेठो चोरको घरको ढोका नजिकै लुक्यो। जेठो चोर गाई लिएर आइपुग्ने बित्तिकै कान्छो चोरले उसलाई अभिवादन गर्दै भन्यो, त्यसो भए तिमी सकुशल आइपुग्यौ दाई, भित्र जाउँ र पैसा बाँडौँ। यो प्रस्तावमा जेठो चोर सजिलै सहमत भयो। घरको भित्री आँगनमा 2 घैँटोहरू गाईको पीठबाट तल झारिए। तिनीहरू एउटा कोठामा गए, ढोका लगाइदिए र बाँट्न थाले। हातले 2 मोहर उठाइयो, एउटा एक ठाउँमा राखियो र अर्को ठाउँमा। तिनीहरूले यो काम गरिरहे जबसम्म घैँटोहरू खाली भएन। तर अन्तमा एउटा सुनको मोहर बाँकी रह्यो। प्रश्न थियो, यो कसले लिने? दुवै सहमत भए कि यो भोलिपल्ट बिहान साटिनुपर्छ र चाँदीको सिक्का बराबर बाँडिनुपर्छ। तर त्यो मोहर कसको हातमा रहने, यो कुरामा थोरै विवाद भयो। अन्तमा त्यो सिक्का जेठो चोरसँग रहनेछ र भोलिपल्ट बिहान यो साटेर बराबर बाँडिनेछ भनेर निष्कर्ष निकालियो। रातमा जेठो चोरले आफ्नी पत्नी र घरका अन्य महिलाहरूलाई भन्यो, हेर, कान्छो चोर भोलि बिहान बाँकी सुनको मोहरको अंश माग्न आउनेछ, तर म उसलाई दिन मान्दिन। तिमीहरू भोलि एउटा काम गर, आँगनमा एउटा कपडा बिछाऊ, म मरेको बहाना गरेर त्यस कपडामा पल्टिनेछु र मानिसहरूलाई विश्वास दिलाऊ कि म मरेको छु। मेरो टाउको नजिकै एउटा तुलसीको बोट राख र जब तिमीहरूले कान्छो चोरलाई ढोकामा आउँदै गरेको देख्छौ, तिमीहरू ठूलो स्वरमा रुन र बिलाप गर्न थाल। त्यसपछि ऊ पक्कै पनि जानेछ र मैले सुनको मोहर अंश तिर्नु पर्दैन। यो प्रस्तावमा महिलाहरू सजिलै सहमत भए। त्यसअनुसार भोलिपल्ट दिउँसोको समयमा जेठो चोर आफ्नो टाउको नजिकै पवित्र तुलसीको बोट राखेर आँगनमा लास जस्तै पल्टियो। जब कान्छो चोर घर नजिकै आउँदै गरेको देखियो, महिलाहरूले ठूलो स्वरले रुन थाले। जब ऊ झन नजिक आयो र यो सबै के हो भनेर आश्चर्यचकित हुँदै तिनीहरूले भने, तिमीहरू दुवै कहाँ गएका थियौ? तिमीहरूले के ल्यायो? तिमीले उसलाई के गर्यौ? हेर, ऊ मर्यो। यसो भन्दै तिनीहरूले आफ्नो रोदनले आकाशलाई चिर्न थाले। कान्छो चोरले सबै कुरा बुझेर भन्यो, हो, मलाई खेद छ कि मेरो साथी हामीबाट विदा भयो। अब मैले उसको अन्त्येष्टिको व्यवस्था गर्नुपर्छ। तिमीहरू सबै यहाँबाट जाऊ, म हेर्नेछु कि सब राम्रोसँग जलाइयोस्। म उसको सब राम्रोसँग जलाउनेछु। उसले धेरै पराल ल्यायो र यसलाई डोरीमा बाँधेर मरेको मान्छेको खुट्टामा बाँध्यो र उसलाई तान्न थाल्यो, उसलाई जलाउने ठाउँमा लैजाने भन्दै। जब जेठो चोरलाई गल्लीहरूमा तानिँदै थियो, उसको शरीर डरलाग्दो रूपमा चितोरिँदै चोट लागिरहेको थियो, तर ऊ चुप लाग्यो। आफ्नो भूमिका पूरा गर्ने र यसरी सुनको मोहरको अंश दिनबाट बस्ने संकल्प गरेर। घाम डुबेको थियो जब कान्छो चोर लाससँग जलाउने ठाउँमा पुग्यो। तर जब ऊ दाह संस्कारको चिताको तयारी गरिरहेको थियो, उसले याद गर्यो कि उसले आफूले आगो ल्याएको थिएन। यदि ऊ जेठो चोरलाई त्यही छोडेर आगोको लागि गयो भने ऊ निसन्देह भाग्नेछ। त्यसो भए के गर्ने? अन्तमा उसले परालको डोरी रुखको हाँगामा बाँध्यो र बहाना गरिरहेको लासलाई हावामा झुन्डाएर राख्यो र ऊ आफै रुखमा चढ्यो र त्यो हाँगामा बस्यो। डोरीलाई बलियो समातेर बस्यो ताकि त्यो नभाँचियोस् र जेठो चोर भाग्न नपाओस्। जब तिनीहरू यस अवस्थामा थिए, डाकुहरूको एउटा गिरोह त्यहाँबाट गुज्रियो। झुन्डिएको लास देखेर गिरोहको सरदारले भन्यो,
हाम्रो यो लुटपाट धेरै शुभ रूपमा सुरु भएको छ। ब्राह्मण र पण्डित भन्छन् कि यात्रा सुरु गर्दा यदि कसैले लास देख्छ भने यो शुभ शकुन हो। हामीले लास देख्यौं, त्यसैले सम्भव छ कि आज रात हामी सफल हुनेछौं। यदि हामी सफल भयौं भने म एउटा प्रस्ताव राख्छु। हामी फर्कदा पहिले यो मृत शरीर जलाऊं र त्यसपछि घर फर्कौं। सबै डाकुहरू यो प्रस्तावमा सहमत भए। त्यसपछि डाकुहरू गाउँमा एक धनी मान्छेको घरमा पसे। त्यहाँका बासिन्दाहरूलाई तरबारले मारे। त्यसका सबै खजनाहरू लुटे र यति चतुरताका साथ व्यवस्थापन गरे कि गाउँमा एक मुसा पनि चलेन। तिनीहरू हदभन्दा बढी सफल भएकाले तिनीहरूले फर्कँदा आफूले देखेको मृत शरीर जलाउने निर्णय गरे। जब तिनीहरू जलाउने ठाउँमा आए, तिनीहरूले लास पहिले जस्तै झुन्डिरहेको भेट्टाए, किनभने जेठो चोरले अझै आफ्नो मुख खोलेको थिएन कि सुनको मोहरको आधा दिनु नपरोस्। डाकुहरूले जमिनमा एउटा खाडल खने, इन्धन ल्याए र त्यसलाई खाडलमाथि राखे। तिनीहरूले रुखबाट लास तल छारे र त्यसलाई चितामा राखे र जब तिनीहरूले यसलाई आगो लगाउन लागेका थिए, लासले अलौकिक चिच्याहाट निकाल्यो र उफ्रियो। त्यही क्षण कान्छो चोर पनि रुखबाट उस्तै चिच्याहाटका साथ तल हाम फाल्यो। डाकुहरू डराए। तिनीहरूले सोचे कि एउटा दानव दुष्ट आत्माले लासमा प्रवेश गरेको छ र एउटा भूत रुखबाट तल हाम फाल्यो। तिनीहरू धेरै डराएर भागे। आफूले लुटेर प्राप्त गरेको पैसा र गहनाहरू पनि छाडे। दुई चोरहरू खुब हाँसे। डाकुहरूका सबै धन सम्पत्ति उठाए, घर गए र लामो समयसम्म रमाइलोसँग बसे। यसरी दुई चलाक चोरहरूले आफ्नो बुद्धि र चतुरताबाट न केवल खजना प्राप्त गरे, तर डाकुहरूको सम्पत्ति पनि हासिल गरे। दर्शक तथा श्रोतावृन्द, यो सँगै आजको लागि कथा सकिएको छ। तपाईलाई आजको कथा के कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै म कथावाचक जमिन राईलाई आजको कथा बसाइबाट बिदा दिनुहोस्। नमस्कार।